नमस्कार, शुभ बिहानी। यो चिसो मौसममा आज पुस 15 को दिन बिहान एकदमै चिसो छ। पन्जा पनि लाउन बिर्सेछु। बिहानै चाहिँ हामी कहाँ हिँडेको होला भनेर बिहान एउटा यात्रा कहाँसम्म भनेर हालेको थिएँ। हाम्रो यात्रा चाहिँ आज यो सूर्यमुखी रोप्नको लागि। यो सूर्यमुखी ट्रायल गर्नु पर्यो भनेर म विभिन्न कुरा ट्रायल गर्ने गर्छु। योपालि चाहिँ मलाई 1 बिघा जति ठाउँमा चाहिँ सूर्यमुखी रोप्न मन लागेर यो सूर्यमुखी रोप्नको लागि खेततर्फ गएको, बिउ लिएर, ट्र्याक्टर लिएर, मल लिएर र हामी खेत पुगिसकेका छौँ। दुईटै ट्र्याक्टर लिएर खेतमा दुईटै ट्र्याक्टर बाउ छोरा र सँगसँगै मेरो छोरालाई पनि लिएर आएको छु। बाबुलाई सानो केटाकेटीलाई सानैदेखि कृषि पेसा देखायो भने भोलि यस्तो हो भन्ने थाहा हुन्छ भनेर म चाहिँ बाबुलाई छुट्टीको दिन उसको आज लोसारको छुट्टी हो, त्यही भएर लिएर गएको। यो लगभग 1 बिघा 4 कट्ठा हो। त्यो 4 कट्ठा जति चाहिँ घाँस छ। 1 बिघा जति चाहिँ योपालि हामी सूर्यमुखी रोप्ने छौँ। यो सानो ट्र्याक्टरलाई चाहिँ ड्याङ हान्ने जोगाड बनाएको छ। ठुलोमा कल्टी छ, पहिला कल्टीले जोतेर रोटाले जोत्ने छ र अब सानो ट्र्याक्टर लिएर चाहिँ म अब ड्याङ हान्न सुरु गरेँ। यो ड्याङ चाहिँ 2 फुटको डिस्टेन्समा त्यसरी नै बनाएको छ। यो 2 फुट ठिकै हुन्छ जस्तो लागेर मैले त्यो सानो ट्र्याक्टरलाई ड्याङ हान्ने बनाएको। ठुलो ट्र्याक्टर जोतिरहेछ। मलाई लाग्छ यो सूर्यमुखी चाहिँ झापामा त नभनौँ, अर्जुनधारामा यत्रो ठुलो खेती चाहिँ सम्भवतः पहिलो हो कि जस्तो लाग्छ है। नहुन पनि सक्छ, पहिला कसैले गर्नुभएको पनि हुनसक्छ। सबैलाई गुड मर्निङ। चिसो एकदमै बढेको छ। हजुरहरू के गर्नुहुँदैछ? हामी चाहिँ सूर्यमुखी रोप्ने ठाउँ बनाउँदैछौँ है त। अर्जुनधारा 4 भाङबारीमा चाहिँ आज राजुदाले जोतिराख्नु भएको छ र यसरी बनिँदैछ हाम्रो ब्याङहरू चाहिँ यतिको फरकमा रोप्न गइराखेका छौँ। सूर्यमुखी कस्तो हुँदो रहेछ भनेर चाहिँ योपालि ट्राई गर्न आँटेको। 1 बिघा क्षेत्रफलमा रहेको छ हाम्रो चाहिँ ठाउँ चाहिँ लगभग भाङबारीमा है। सूर्यमुखी फुलेपछि चाहिँ सबैजना फोटो भिडियो मजाले खिच्नुपर्छ। सौरभ भाइ बिउ बोकेर बिउ खसाउन सुरु गरिसक्नु भएको छ। यो 1 बिघामा सूर्यमुखी लगाउन योपालि चाहिँ मलाई रहर लाग्यो। हेरौँ अब आम्दानी कति हुन्छ, के हुन्छ त्यो त पछि हेरौँला है। तर अब यो ट्राई चाहिँ मलाई फेरि कम्तीमा ट्राई गर्न पनि मन लाग्दैन। 1 बिघामा घरमा गाली त गरिरहनुपर्छ। हाम्रो कृषि योद्धाहरू चाहिँ सबै सिट खसालिरहनु भएको छ। म ड्याङ हान्दैछु। यो राम्रै होला यो सूर्यमुखीको जात पनि। यो सानो ट्र्याक्टरले म ड्याङ हानिरहेको छु। सबै एरियामा चाहिँ योपालि सूर्यमुखी ट्रायल 1 बिघामा र ड्याङ हानिसके पछाडि चाहिँ मलाई हाम्रो ठुलो ट्र्याक्टरको ड्राइभर भाइ डिके भाइले चाहिँ पछाडि बसेर यसरी पटा जोगाड यो पनि गरेर पटा लाउँदैछु। अब यो लगाइसकेर चाहिँ लगभग साँझ पर्न पनि लाग्यो। अब चाहिँ काम सक्यो हैन। म ट्र्याक्टरमा बसिसकेको छु। अब भने हामी चाहिँ घर लाग्नेछौँ। साँझ परिसक्यो। र सम्पूर्णलाई बाई बाई भन्दै फेरि अर्को भिडियो लिएर आउने बाचा साथ बिदा हुन्छु। हस्त नमस्कार, धन्यवाद।